हेलो गाइज, हामी चाहिँ आज सिजर पेपर खेल्न गइरहेको छौँ साथीहरू। सिजर पेपर ए काटेको एकछिनले नानी सिजर गरी पनि उहाँदैन त्यो नफेराउनुपर्छ नि। कान यसरी फुत्केलान् फेरि के बोले भाइ? अब के बोले? त्यो कटरको रुख नछोइन आएपछि 1 2 3 4 10 11 12 3टा खाइसक्यो। 2टा बाबु एउटा जा इतनी खुशी मुझे नहीं खेल बिगाड़ी खेल बिगाड़ी 3टा खाइस नि खाले उठ्यो सीजर पेपर मुझे कैसे भी करके निकाल मेरे भाई, मैं फंस गया हूँ। दीदी उधर माने मुझे करना भाई चलो सीजर पेपर रख सीजर पेपर रख मलाई डिस्टर्ब नगर्नुस् यहाँ। चलो यस्तो गर्नु नपाइ है पानी ल्याउनु मिल्दैन चलो सीजर पेपर रख ए भुडे ए सुँगुर ए भुल्डुङ कतिको मोटाको अब कति मोटाउने भयो। या उदा अब त छोड्नु पर्छ म आएपछि बल्ल समाते गर्थे सी पर या के रहेछ आज दिन त्यसको बटा हो गाइज। पक्नु अरे अहिलेसम्म खाइसक्यो तेरो पालै हाल्नु त मम्मी देखाइ गर्छन्। इतना कैसे किस्मत खराब हो सकती? सीजर पेपर जा इतनी खुशी मुझे आज तक। अब रख ये मम मोमो खाइदियो बाबु मेरो यसले मोमो खाइदियो मैले त्यहाँ अभी मजा आएगा ना भिड़ो। मेरा फेस में तो छिट्टे ना आई डोंट नो थिएन सीजर पेपर जा खाऊ सबै भइगयो अब उ गराइदे पट्टा त वहाँसम्म पुग्ने रेन्जेस भन्ने कुरा आएला थाहा अहिले भर्खर आयो उ त्यति गर्दा भयो अब गाइस आज चाहिँ मेरो जित भयो। अस्ति यिनीहरूले जितेको थिए। बाबु मोमो खानु है बाबुको अहिले खाली छु रे बाबुको खाइदिन्छ यार। गाइस आज चाहिँ म घाटामा परेँ
बनाइनु आज लाग्यो अब रमाइलो राम्रो कुरा खानु छैन राखे जाओ चाहे फेरि अन्त खाऊ खानु के भन्न चाहन्छु भनेपछि लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु है गाइज कसले धेरै खायो आज नियम चाहिँ तोरे है मैले आज आफ्नो आफ्नो बटा खाने कुरा थियो तर मैले चाहिँ धेरै खाएँ गाइज आज अनि यसको बटा पनि खाइदिएँ गाइज मैले आज मेरो खाइदिनु कस्तो हुने होला र मैले कतिवटा सुरुमै 4वटा त 3वटा पनि थिएँ त्यति बेला 4वटा खाइसकेको थिएँ मैले 4वटा मोमो खाएँ अनि पछि 2टा खाइदिस् मेरा